नेपालमा अहिले धेरै मान्छे बेरोजगार छन्, तर कसैले पनि यो 5वटा जागिरको बारेमा थाहा छैन, मलाई बाहेक। नम्बर 1, भैँसी व्यापारी। यो काम एकदमै सजिलो छ। गाउँमा गएर सस्तोमा भैँसी किन्ने अनि महँगो दाममा बेच्ने। एउटा भैँसीबाट लगभग 10 देखि 20 हजार फाइदा कमाउन सकिन्छ। नम्बर 2, जग्गा दलाल। यो सबैभन्दा धेरै पैसा कमाउने काम हो। जग्गा धनीसँग 50 लाखमा जग्गा बिकाइदिन्छु भन्ने अनि किन्ने मान्छेलाई 60 लाखमा यतिको जग्गा पाए त मै किनिदिन्थे यार भनेर मक्खै पार्ने। यता पनि मक्खै उता पनि मक्खै 10 लाख गोजीमा। नम्बर 3, पशु डाक्टर। यो काम पनि सजिलो छ। बोकालाई खसी बनाउने, खसीलाई बोका बनाउने, भैँसीलाई बिजी लाउने, यति हो। नम्बर 4, पानीपुरीको व्यापार। आयो च्वास्सै पिरो पानीपुरी भनेपछि केटीहरूको लाइन लागिहाल्छ। अझ चटपटे भनेपछि त केटीहरूको फेभरेट। जति धेरै केटीहरू त्यति धेरै पैसा। नम्बर 5, अनलाइन स्टोर। यो त सबैभन्दा सजिलो काम हो। 500 को कपडा ल्याउने अनि लहै 1100 यो फिक्स प्राइस। यस्तो कपडा त पृथ्वीमै पाइँदैन, तपाईलाई भनेर चन्द्रमाबाट ल्याएको हो, छिटो अर्डर गर्नु भनेपछि पुग्यो। तपाईलाई कुन काम मन पर्यो त कमेन्ट गर्नु होला।